सम्पूर्णलाई जय गोर्खा। मेरो मिसन होइन, यो हाम्रो बिजेपी मोदी सरकारको मिसन हो है। भारतभरि नै अहिले यो प्रकारको काम चलिरहेको छ, सफाई अभियान चलिरहेको छ। किनभने मोदीजीको 12 वर्ष है टेन्युर पुगेको मेन चाहिँ यो उद्देश्य मेन। यसको लागि हामीले सहर सफाइदेखि हामीले वृक्षारोपण है सब कुरो गरिरहेको छौँ। जसले चाहिँ हाम्रो देश राम्रो हुन्छ, हाम्रो ठाउँ राम्रो हुन्छ, हाम्रो जग्गाको है ब्युटिफिकेसन हुन्छ। यो काम गरिरहेको छौँ उहाँको है। अनि उहाँको प्रोग्राममा यो उहाँबाट प्रोग्राम आएको। अनि हाम्रो मेन त हाम्रो एमपी सर पनि हुनुहुन्छ यस प्रोग्राममा हामीसँग जुडेको सधैँभरि। हजुर, जति पनि तपाईँको सहयोगीहरू हुनुहुन्छ उहाँहरू चाहिँ को हुनुहुन्छ? पार्टीकै क्याडरबाट हुनुहुन्छ या सङ्घ संगठनको हुनुहुन्छ? हाम्रो यो हामी त पार्टीकै छौँ। अनि हामीसँग जोडेको छौँ हाम्रो पुलिस डिपार्टमेन्टको है। अनि हाम्रो एसपी म्यामले पनि पठाइदिनु भएको छ, उहाँबाट सेरप सरहरूले पठाइदिनु भएको छ उहाँको पुलिसहरू पनि है। अनि सिभिक पुलिसहरू पनि आएको छ। सबै मिलेर हामीले यहाँ गाउँ हाम्रो अनि हामी बिजेपी पार्टीको है। यो बाहेक अरू तपाईँहरूको अरू स्किमहरू चाहिँ के छ? अब यो सफाइदेखि बाहेक अरू पनि तपाईँहरू के सोच्नुहुन्छ? हाम्रो स्किमहरू त धेरै छौँ, अब धेरै छ। किनभने यति सर्ट टाइममा धेरै कुरो गरिरहेको छौँ हामी। सत्तामा आएको कति भयो? बङ्गालमा 2 महिना पनि भएको छैन, तर हाम्रो धेरै प्रोजेक्टहरू चलिरहेको छ। यो टुरिज्म सेक्टरमा पनि प्रोजेक्टहरू चलिरहेको छ। यो पानीको मेन हाम्रो पानीको लागि पनि अब एकदमै यसमा ध्यान दिइरहेको छौँ। जुन पानीको हामीलाई खाँचो परिरहेको छ, यहाँ जुन प्रकारको त्रास छ पानीको कारण है, यसको लागि पनि काम भइरहेको छ हाम्रो बिजेपी सरकारद्वारा। अनि मेन काम हाम्रो एमपी सर र एमएलए सरले यसमा निरन्तरता दिइरहनु भएको छ क्या यो काममा। जस्तै यो टुरिज्मको क्षेत्रलाई लिएर अनि हाम्रो यो पानी, यो बाटो, त्यहाँदेखि अनि यो मैला, यो सबैमा काम भइरहेको छ हाम्रो। अनि एक त सबभन्दा ठुलो काम हाम्रो जातिको है मुद्दालाई लिएर पनि भइरहेको छ। अस्ति तपाईँले विधानसभाको बजेट सेसनमा सुनिहाल्नु भयो होला है। हाम्रो सरले है आर रविन सरले भन्नुभएको छ हामी गोर्खाको मुद्दामा सिरियस छौँ भनेर। यो ठुलो हाम्रो लागि एउटा ऐतिहासिक शब्द हो हाम्रो लागि है। यो ठुलो ऐतिहासिक बोल हो उहाँकोबाट। त्यस्तो पनि भइरहेको छ। अनि एक त मेडिकल कलेज है यति सर्ट टाइममा हाम्रो कालिम्पोङले पाइरहेको छ। अनि अर्को हेर्दाखेरि एएफआरको है सबभन्दा ठुलो यो 15 वर्ष जस्तो एएफआरको है यो भर्ती खोलेको थिएन। यो है यो गोर्खाको लागि एउटा ठुलो अवसर हो है। अनि म त धन्यवाद दिन चाहन्छु सम्पूर्ण हाम्रो लिडरहरूलाई है। पिएम सरदेखि अनरेबल सर, हाम्रो सिएम सर, हाम्रो एमपी सर, सबै एमएलएहरूलाई सबैलाई म त धन्यवाद दिन चाहन्छु।